हेलो सम्पूर्ण मेरो युट्युब फ्रेन्डहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। र म अहिले फिलहाल दुबईको यो क्रिक हार्बर भन्ने ठाउँमा कार्यरत छु। भले तपाईँले यो हेर्न सक्नुहुन्छ यो सुन्दर दृश्य, जहाँ एकदमै राम्रो वातावरण सँगसँगै धेरै राम्रो बिल्डिङहरू छन्। तपाईँले यहाँको बाटोहरू देख्न सक्नुहुन्छ, यहाँनिर लगाएको फुल गमलाहरू पटहरू देख्न सक्नुहुन्छ भने यो सुन्दर दृश्य जहाँ चाहिँ दुबईको क्रिक हार्बरमा पर्दछ भने यो मैले मिडल साइडमा चाहिँ तपाईँले उता पल्लोपट्टि देख्न सक्नुहुन्छ। पल्लोपट्टि होटल तथा सानो सानो बिल्डिङहरू छन् भने यो सुन्दर दृश्य जहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। यहाँनिर एकदमै राम्रो रेसिडेन्ट बिल्डिङहरूदेखि लिएर तपाईँले यहाँनिर बाटोहरू हेर्न सक्नुहुन्छ। यति राम्रो दृश्य सायद हामीले आफ्नो ठाउँमा कमै देख्न सकिन्छ। यहाँको सुन्दरता यो रुखहरू देख्न सक्नुहुन्छ तपाईँले। यो रुखहरू भनेको तपाईँको सबै एउटा फ्रुट्समा पर्छ। त्यो फ्रुट्सको नाम हो एकदमै राम्रो र हेल्दी फ्रुट्स, जसले तपाईँलाई तागत एनर्जी सबै कुरा प्रदान गर्छ। र यो एकदमै दुबई लगायत विभिन्न देशहरूमा एकदमै राम्रो फल लाग्ने गर्दछ। अहिले फुल्दैछ, यो हेर्न सक्नुहुन्छ तपाईँले, यो फुल्दैछ। र यसलाई हामीले नेपालमा पनि लगाउन सकिन्छ होला सायद। यदि नेपालमा पनि लगाउन सकियो भने एकदमै राम्रो हुन्छ। यसको प्राइस तपाईँको पर केजी 30 रुपियाँदेखि 50 रुपियाँसम्म अब राम्रो खाले हेरेर हुन्छ। यसको नाम हो खजुर भनेर यसलाई चिनिने गरिन्छ भने। सो एकदमै राम्रो हुन्छ। अहिले एकदम राम्रो फलहरू लाग्ने बेला ठिक्क भएको छ। यसको ठिक्क फल लाग्ने बेला दुबईमा काम गर्ने यहाँ तपाईँले हेर्न सक्नुहुन्छ बर्ड्स पनि आएर त्यसको फलको सानो सानो उयोहरूलाई खाने गर्दछ। अनि एकदमै हेल्दी फ्रुटमा पर्दछ, जहाँ चाहिँ हिजोको दिनमा दुबईको इतिहासमा छ कि यो दुबई लगायत विभिन्न खाडी देशहरूमा यसलाई खाएर मानिसहरू जीविका प्रदान गरेको पनि भन्ने गरिन्छ। यसको सुन्दर भ्यू तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ, अवलोकन गर्न सक्नुहुन्छ भने। र वरिपरि फुलहरू एकदमै राम्रो फुलहरूले सजावट गरिएको ठाउँ, जहाँ तपाईँले वहाँ साइडमा हेर्न सक्नुहुन्छ अरू धेरै बिल्डिङहरू छन्। र यसको बिचमा एउटा पार्क पनि छ, जुन पार्कमा किड्सहरू आएर खेल्ने गर्दछन्। यो एउटा पार्क हो, यो ठाउँको क्रिक हार्बरको पार्क हो, जहाँ चाहिँ बच्चाहरू आएर खेल्ने गर्दछन्। यता पनि तपाईँले हेर्न सक्नुहुन्छ। यो सुन्दर ठाउँ, एकदमै राम्रो ठाउँ, जहाँ चाहिँ वातावरण, हावा पानी तपाईँहरूले इन्भाइरोमेन्ट देख्न सक्नुहुन्छ। यहाँको एकदमै ग्रिन छ इन्भाइरोमेन्ट। यो दुबई हो भन्दाखेरि सायद मानिसहरूले विश्वास नगर्नु पनि सक्नुहुन्छ। चारैतिर हरियाली र बिल्डिङहरू देख्न सक्नुहुन्छ तपाईँले। एकदमै राम्रो बिल्डिङहरू, ठुला बिल्डिङहरूले सजिएको ठाउँ। युएईको दुबई भन्ने ठाउँमा यति राम्रो छ कि जहाँ चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ स्केटिङ गर्ने ठाउँहरू छ। किड्सहरूले, बच्चाहरू ठुलाहरू आएर खेल्ने ठाउँहरू बनाइदिएको छ। अनि यो पार्कमा धेरै फेसिलिटीहरू छ जो बच्चाहरूले युज गर्छन्। साह्रै नै राम्रो ठाउँ हो, एकदमै मन पऱ्यो मलाई चाहिँ। तपाईँहरूले कस्तो लाग्दैछ साथीहरू, र तपाईँहरू कहाँबाट हुनुहुन्छ र यो भिडियोलाई कहाँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट गर्नु होला। नेपालको साथीहरू, इन्डियाको साथीहरू, हजुर जहाँ भए पनि। म चाहिँ अहिले हिँडिरहेको छु। यहाँनिरको टाइम भन्नुहुन्छ तपाईँ, अहिले एक्चुअली 9 बजेर 7 मिनट गएको छ। एकचोटि हेरौँ फेरि वहाँदेखि म आएको बाटो यही हो। साह्रै राम्रो ठाउँ छ। र यसरी दुबईमा यस्तो राम्रो ठाउँहरू हेर्न पाउनु भनेको एकदमै
राम्रो कुरा हो। तपाईँहरू पनि आएर भिजिट गर्न सक्नुहुन्छ क्रिक हार्बर, दुबई क्रिक हार्बर। फ्लावरहरू हेर्नुहोस् न कति मजाले सजाएको छ। फ्लावरहरू देखेर पनि म छक्क पर्छु क्या। हेर्नु त हरेक ठाउँमा ग्रिनेरी, यस्तो हरियाली छ कि विश्वासै गर्न गाह्रो छ क्या। यस्तो यो दुबई जस्तो ठाउँमा जहाँ चाहिँ मरुभूमिको ठाउँ भनेर चिनिन्छ नि त, तर यो ठाउँमा पनि यति राम्रो हरियाली चारैतिर। हेर्नुहोस् त, वाह कति राम्रो ठाउँ छ, चारैतिर हरियाली। यसलाई के भन्नुहुन्छ तपाईँहरूकोतिर कमेन्ट गर्नुहोस्। यो फुललाई दिइरहनु भएको छ होला तपाईँले, यो प्राय हरेक ठाउँमा पाइने गरिन्छ। सिरु भन्छ हाम्रो नेपालीमा चाहिँ, सिरु भन्छ यसलाई होइन, सिरु, सिरु फुल। तपाईँहरूलाई मैले केही ठाउँहरू देखाएँ र फेरि तपाईँहरूलाई म नेक्स्ट भिडियोमा यहाँको राम्रो राम्रो घुम्ने ठाउँहरू देखाउने छु। अल्लाह भने यो भिडियो तपाईँहरूको लागि, तपाईँहरूको प्यारो मिस्टर खड्का, प्लिज लाइक सेयर सब्सक्राइब गर्नु होला। नेक्स्ट भिडियोमा अझ रोचक र अझै राम्रो ठाउँहरू म तपाईँहरूलाई भिजिट गराउने छु, देखाउने छु। त्यतिन्जेलको लागि हस्त धन्यवाद। सबैले सब्सक्राइब गरिदिनु होला। नमस्ते।